ला कृतेशको होली बेस्ट खै त ला नि त जा हेलो है हेलो भाइजू ह्याप्पी होली ल ह्याप्पी होली सबजनालाई आज भ्लग पार्ट 2 हो यो पार्ट 1 भइसक्यो ल हामी कहाँ जाने अरे कृतेश किन लोला हेर्न भन अहिले कहाँ खेल्ने हो त लोलाबाट त हेलो मामा ह्याप्पी होली आज हाम्रोमा प्रोग्राम छ आउनु है हाम्रो ठुलो आकोमा र शिव मन्दिरमा अनि तपाईँलाई मैले निम्ता गरिसकेँ त ल आउनु है हजुर यहाँ सुन भ्लगमा हेर्न के आयो भनेको हाम्रो कहाँ र हामी कृतेशकोमा जाँदैछौँ लोला हेर्नको लागि ल साथीहरू यसपालि चाहिँ मैले लोला बनाउन पाइनँ र बनाउन पनि मन लागेन त्यही भएर भएन सुनेको पालि मैले बनाएको थिएँ 200वटा जति लोला र सबैजनाले खेलेका थिए यसपालि चाहिँ म अरूको लोला खेल्छु साथीहरू मेरो साथीहरूको र अब हामी कृतेशको घर आइसक्यौँ कृतेशको घर चाहिँ नयाँ बनेको छ ल कृतेशको लोला हेर्नेछु म अब ल देखा त यहाँ तेरो नयाँ घरमा लोला हेरौँ ल रुक म ब्याक क्यामेरा गर्छु ल कृतेशले 2 बाल्टी लोला बनाएछ 1 बाल्टी चाहिँ मेरो हो नि ए दिव्यान्शुको मलाई नबनाइदिएको दिन्छस् नि मलाई ल ल ल राम्रो छ एउटा लोला चाहिँ फुटा हेरौँ साथीहरू ल ह्याप्पी होली सुरुवात भयो साथीहरू हिजै भइसकेको थियो ल मतिर नफाल्नु है अहिले ल जम लु लु फुटो मजा आइरहेको छ जम हाम्रो आँगनमा लग्न हौ डोल ल्याएर पुरा खेल्नुपर्छ अहिले एकछिन पिचकारी र अर्को प्रस्तुत निरौला मेरो काकाश्री पनि आइसक्नु भयो र ह्याप्पी होली साथीहरू सबैजनालाई मेरो च्यानल सब्सक्राइब गरिदिनु होला प्लिज 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 सरी ह्याप्पी होली खोइ ह्याप्पी होली आमा ह्याप्पी होली सरी कता हिँडेको ए ल ल बाई साथीहरू म चाहिँ यहाँ मोडी दाइको घरमा आइसकेँ र यहाँ म मस्त भ्लग बनाउँदैछु त्यहाँभित्र निमेश दादाको गाडी जाँदैछ ल कृतेश लोला फुट्यो नि राम्ररी फुट्यो नि ल अब म एउटा मान्छे तपाईँहरूलाई चिनाउने छु अङ्कलको गाडी छिराउने ठाउँ छ नि हेलो 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 बाई हेलो ह्याप्पी होली थ्याङ्क यू दादा साथीहरू यो चाहिँ मेरो दादा हो चेहरा क्यों छुपा रहे हो ल अब भात खाने मैले चाहिँ खाइसकेँ साथीहरू अब म घर जान्छु कि त्यसरी मेरो आँगन आइज